हेलो गाइस, हामी चाहिँ अहिले लाक्पा चुलोमा छौँ। भट्टिजाम र लाक्पा चुलोमा। र हजुरहरूलाई चाहिँ म आज देखाउने छु यहाँ भित्रको एम्बियन्स कस्तो छ भनेर। अब हामी छिरौँ है त। हाम्रो इन्ट्री यस्तो छ। यहाँ छिर्ने बित्तिकै यहाँ चाहिँ पुरै मजाको छ यहाँ ठाउँ। मजाले गार्डन विथ नेचर। र यहाँ तपाईँले देख्न सक्नुहुनेछ एउटा ठुलो ऐना, जो चाहिँ मान्छेहरू यहाँ चाहिँ झुकिन्छ। उतापट्टि नै स्पेस छ होला भन्ने ठान्छ, जुन चाहिँ म पहिला आउँदा झुकेको थिएँ। तर यो चाहिँ मिरर हो। र यो चाहिँ हाम्रो यहाँ पिज्जा सिजा हुक्काहरू बनाउने ठाउँ यो चाहिँ हाम्रो। र हाम्रो यहाँ चाहिँ गेस्टहरू हुनुहुन्छ। र हाम्रो यहाँ चाहिँ लाइभ म्युजिक चल्दैछ हाम्रो भाइहरूको। एकदम मजाले बजाइरहनु छ। अब हामी भित्र छिरौँ है त। हेलो भाइ, नमस्ते। हजुरलाई स्वागत छ मेरो ब्लगमा। हाम्रो भाइ चाहिँ यहाँको पार्टनर एकदम बवाल बनाउनुहुन्छ। यहाँ चाहिँ कसको लाइभ चलिरहेछ। यहाँतिर हाम्रो भाइ हुनुहुन्छ, जुन चाहिँ एक नम्बरको ह्यान्डसम हुनुहुन्छ। र हाम्रो भित्र हेरौँ है त। यताको एमिज यस्तो टाइपको छ। यहाँ चाहिँ मजाले बसिन्छ। उता गेस्टहरू हुन्छ, किन प्राइभेसी राखिदिउँ आफूलाई, किन नखिचौँ। यस्तो छ हाम्रो यहाँ चाहिँ। तपाईँहरूलाई म माथि लगेर देखाउने छु है त। यहाँबाट चाहिँ टक्क माथि गइन्छ हाम्रो। यहाँ नि गेस्ट हुनुहुन्छ। यहाँ चाहिँ अलिक प्राइभेसी नै राखिदिउँ, त्यही भएर म चाहिँ स्पेस छ यतिको माथि चाहिँ यहाँ चाहिँ। र माथिबाट चाहिँ यस्तो देखिन्छ। तपाईँहरूलाई म देखाउँछु है त। माथिबाट चाहिँ यस्तो देखिन्छ हाम्रो यहाँ। यहाँ रुमहरू चाहिँ यस्तो छ। यहाँ मजाको टक्क बसेर खानु मिल्ने टाइपको छ। यहाँ चाहिँ एकदम मजाको छ। बुद्धको मूर्ति देख्नुभयो चाहिँ पुरै। उता भित्र चाहिँ नजाउँला। राम्रो भ्यू चाहिँ यहाँ माथिबाट देख्छ यस्तो। सरी, आज खासै गेस्टहरू हुनुहुन्न। यस्तो छ हाम्रो मेन चाहिँ। मैले चाहिँ ब्रेक लिइरहेको, त्यही भएर अब मेरो एकछिनमा फेरि बजाउने बालो हुनेछ। तर म चाहिँ यहाँ खिच्दैछु यस्तो मजाले नै। खासै अस्ति जस्तो चाहिँ खासै छैन, तर यस्तो पुरा ग्रिनेरीहरू विथ लाइट चाहिँ दामी देखिन्छ यहाँ चाहिँ। मजाको नै। भाइहरूको चाहिँ अब हुँदैछ।